हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। नयाँ दिन नयाँ भिडियोमा हजुरहरूले स्वागत छ होइन। आज चाहिँ दिउँसो यसो भोक लागिरहेको थियो, त्यसैले आज करेन्ट खाइदिउँ भनेर फेरि म दोकानतिर गइदिन्छु होइन। दोकानमा गएर मैले फेरि 3वटा मम्मीलाई, महलाई अनि बुढीको लागि चाहिँ 3वटा करेन्ट एकदम चाइनिजवाला हो कि यो कौनावाला हो होइन, मलाई चाहिँ थाहा छैन। म चाहिँ यो चाहिँ धेरै खाँदैन, पिरोमा खान पनि सक्दैन कि गाइज फेरि होइन। त्यही भएर चाउचाउ चाहिँ बुढी र मम्मीले लास्ट फेभरेट भयो अरे क्या, त्यही भएर फेरि म यो लिन गइदिएँ होइन। त्यसपछि चाहिँ 3जनाको लागि चट्ट पकाइन् बुढीले। म चाहिँ त्यहाँ बसेर उता कुखुराहरू हेरिरहेको थिएँ अनि यता बुढीले फेरि उमालिरहेको रहेछन्। त्यसपछि गाइज होइन, बुढीले चाहिँ यता बनाइरहेको रहेछन् अनि फेरि त्यसपछि मम्मीले फेरि उतापट्टि पानी चारिरहेको रहेछन्। मम्मीले फेरि मलाई छिटो छिटो खाएर तँ चाहिँ पानी चाहन आइज भनिराख्नु भएको थियो होइन। म चाहिँ अनि फेरि यसो भिडियो बनाउँछु भन्दै फेरि मम्मीहरूलाई वरिपरि सबैलाई देखाउँदै, अब तपाईँहरूको लागि भयो भने यसो भ्युज त ल्याउनु पऱ्यो, त्यसै त हुँदैन, हेर्न पनि तपाईँहरूले मजा आउनु पऱ्यो भनेर म फेरि वरिपरि चट्ट देखाउँदै हिँडिरहेँ हाम्रो भैँसी। अनि मम्मीले पानी चाहन लगाएको यताउता, अनि बुढीले फेरि अब चाउचाउ बनाउन लगाएको, सबै देखाउँदै हिँडिरहेको थिएँ। त्यसपछि ठ्याक्क हाम्रो ऐनामा आयो, फेरि म पनि कस्तो भिडियोमा देखिन पऱ्यो, कस्तो भइरहेको छु भनेर देखेको ठिकै रहेछु। ठ्याक्क फेरि बुढीले फेरि त्यो चाउचाउ निकाल्ने बेला भएछ, पाकेछ। त्यसपछि मैले चाहिँ भिडियो बनाइदेऊ भनिन् फेरि बुढीले। त्यसपछि मैले चाहिँ टक्क फेरि भिडियो बनाइदिएँ कि गाइज होइन। चट्ट बुढीले फेरि झ्याप निकालिन् होइन, बोइल गरेर। बुढी पनि एकदम खुसी हँसाइरहेको थियो नि त मैले भिडियो बनाउँदा, त्यही भएर हाँसिरहेको थिइन्। फेरि बुढीले लगभग निकालेर भ्याउनै आँटिन्। त्यसपछि बुढीले निकालेर भ्याइसकेपछि फेरि चट्ट मसलाहरू सबै त्यहाँ चाउचाउमा जे छ सबै हाल्न लाइन् बुढीले, कुन्टा गरेर। अब हाल्नु त पऱ्यो, फेरि त्यो नहालेसम्म त मिठो त हुँदैन। त्यसपछि बुढीले एक कुन्टा गर्दै यो चाहिँ त्यो जुन मसला हुन्छ नि त, त्यो हो यो चाहिँ 3वटा चाउचाउमा 1 कुन्टा हुँदो रहेछ एउटा चाउचाउमा, त्यो चाहिँ हालिन् बुढीले चट्ट पारामा। फेरि अनि यो मसलाहरू चट्ट 1 कुन्टा गर्दै हाल्दै थिइन्। मलाई पनि यसो हालिदिन मन लाग्यो, सबै खोलेर राखिसकेको थियौँ फेरि क्या हामीले, सबै हालेर राखिसकेको थियौँ। अनि पालो गरेर सबै मसलाहरू चाहिँ हाल्दै लायौँ। अनि म लास्टमा फेरि त्यो पिरो एउटा त्यो तेल जस्तो हुन्छ नि, हो त्यो चाहिँ हाल्न बाँकी थियो। त्यो पनि बुढीले अनि हाल्न लगाएको भनेर हाल भनेर मैले दिएको, अनि बुढीले चाहिँ म चाहिँ खोल्नै सकेन, डह्रो रहेछ भनेन। अनि त्यसपछि मैले चाहिँ घचा खोल्दै अनि एउटै हातले हालिदिँदै गरेँ। बुढीले एउटा पनि हाल्न सकेनन्, अनि मैले पालो सब 2वटा चाहिँ मैले हालेँ, एउटा चाहिँ बुढीले फेरि म आफै हाल्छु भनेर फेरि चक्कुले काट्न पठाइन्। अनि 2टा चाहिँ मैले निचरी हातले नै दाँतले ठोकी हालेँ, अनि एउटा चाहिँ बुढीले चक्कुले काट्न पठाइन्, चक्कुले काटिदिएँ मैले।